आमा आमा हजुर तपाईँका त छोराछोरी नै छैनन् अरे है? एउटा वकिल छ। राति त मेरा त छोराछोरी नै छैनन् भन्नुभएको थियो त। बिहान थिएन, अहिले आइज। राति थिएनन्, अहिले आहान। तपाईँलाई त अब वरिपरि यहाँ छर छिमेकीहरू रातभरि तपाईँ कराएर अनि सुत्न पाउनु भएन अरे। अनि सुत्न नपाएपछि अब यो आमालाई पुलिस कहाँ पठाइदिए हुन्छ, हामी सुत्न पाइएन भनेर भन्नुभयो वरिपरि छिमेकीहरूले। ल हुन्छ त नि, जान्छु। जान्छु? पुलिस कहाँ जानुहुन्छ? अनि पुलिसले मैले झैँ खाना दिन्न के अरे? नदिए नि भोकै बस्छु। भोकै बस्न सक्नुहुन्छ? भोकै बस्न सक्छु, रुँदै बस्थे। ए रुँदै बस्दै गर्नुहुन्छ? कष्टै बडा, रुँदै बस्ने हो? रुँदै बस्थे। कति खानु पर्छ तपाईँलाई भन्नु त? धेरै खानु पर्छ। राति खानु पर्छ कि पर्दैन? राति नि पर्छ। पुलिसले त दिँदैन नि। अब तपाईँ त्यसो भएपछि दिउँसो उठेर गीत गाएर बस्ने। दिउँसो गाउँदा त केही पनि भन्दैनन् अरे के? दिउँसो उठेर गीत गाउने, ताली लाएर बस्ने, राति सुत्ने अरे के तपाईँ? बुझ्नुभयो? अब के गर्नुहुन्छ तपाईँ? म राति निदै लाग्दैन के अरे, दिउँसै सुत्दियो। दिउँसो नसुत्ने, अब आज उठ्ने, बस्ने, गीत गाउने गर्ने, निदाउनै नखोज्ने के? निद लाउँछ। निद आफै ननिदाउने नि त, हुन्न? सुतम अब अनि सुतम भनिहाल्नुहुन्छ। अनि दिउँसो गाएर बस्नु, कस्तो गीत गाउनुहुन्छ नि तपाईँले, नचलाउनु न। कस्तो गीत गाउनुहुन्छ? एउटा गीत गाउनु त, भजन गीत। कस्तो गीत गाउँछु र? कति राम्रो गीत गाउनुहुन्छ। राति थपरी मारेर कति भाका मिलाएर गाउनुहुन्छ। भाका मिलाएर? त्यो उसमा रेडियोमा भर्नु, त्यो गीत म सुन्छु। ए भर्ने? ल तपाईँ गाउनु त, म भरिदिन्छु। ल अस्ति गएको भर्न। अस्ति गएको भरे छैन, अब भरिदिन्छु। ल गाउनु त अहिले, कति राम्रो गाउनुहुन्छ तपाईँले। स्वर पुर्याउनु सक्दिनँ। ल ल एउटा गीत गाउनु के? दुबो कलकलाउँदो ऊ पुत्र लाउँदो, जति छन् देवता उति पुण्य पाइयो। पुण्य पुण्यले सम्पत्ति कमाइयो, फेरि जन्म देऊ है पार्वती मायो। यो कसले सिकाइदिएको तपाईँलाई? मलाई नानीले। नानीले हो? ल अब अर्को गीत गाउनु, कति राम्रो गाउनुहुन्छ के? पाती पाती कुसुम शिला हो नि त है, यो त शिलाको के है? ल भन्नु। पाती पाती कुसुम पाती, सरधारा बृहस्पति। पाती पाती कुसुम पाती, सरधारा बृहस्पति। अनि अरूहरू जान्नुभयो? खोइ खोइ भरिछु गीत। भर्छु, अहिले सुनाइदिन्छु। ल अनि अरूहरू धेरै बोल्छ हो त। भयो? सुन्छु अब म त निला।